श्रेयाको त मम्मी गुल्लु बाबु ट्यान्डरको यहाँ हाम्रो मेल ए हजुर भयो आउना मान्छे हाल्नु त 10 वटा पार लाग्यो हजुर आइ यता बस्नु छ कोदो कहाँ अरे घर हेलो Hey guys, welcome back to my YouTube channel. This is Yoga. अनि म चाहिँ यहाँ किन आएको भन्दाखेरि म चाहिँ तल घरमा छु बाइ द वे अनि किन आएको भन्दाखेरि चाहिँ बुनु बहिनीको चाहिँ आज ढोक भेट हो नि त मेरो माइला देवाको छोरीको अनि त्यही भएर चाहिँ म यहाँ आएको छु अनि बस्ती जान आँटेको यहाँ हुनुहुन्छ मेरो ठुलो देमा हाय सबै डल्ला डल्लीहरु म चाहिँ ठुलो दिदी भन्छ डल्ला डल्लीहरुसँग डल्ला डल्लीहरु सब श्रेया का खातिस नानी मिठाई दियो ते बाप रे श्रेया के खतरा माया करे लो इकर नानी त नि श्रेया का नानी नि लु माताश्रीले चाहिँ यहाँनिर अब घर लक गरिँदैछ गाइज हामी चाहिँ जाँदैछौँ अब बस्ती श्रेयाको त मम्मी त चेयरमा बसेर त के हो यस्तो पुरा मिठाई खाँदैछ त मेरो क्याट्रिना के बहिनी भेट्यो यहाँ ओइ ला सुमनको नानी सेम सुमन खोइ सुमन जति तति अधीनमा राख गुल्लु भाइ त्यहाँ चाहिँ ल गाइज हामीहरू चाहिँ आइपुग्यो है हिँड्दा हिँड्दै भाउजू रि गरेर प्ले गर्नु त छिटो आम्बो यो हस्या त अन्त डेन्जर थियो त अनि च्यान्डाराको चुरेल भाउजू च्यान्डाराको चुरेल डाइरेक्ट उडेर आएको जस्तो थियो त मलाई उहाँ हाम्रोको स्टुडेन्टहरूले झरी उहाँ हाफेन बाहिर तपाईँ के गर्दै थियो भन्दै थियो हाम्रो चाहिँ यस्तो तयारी चल्दैछ ल गान्तोकको सेफ पनि आउनु भएन त गान्तोकको सेफ यहाँ चाहिँ हो हाम्रो मेन सेफ तर हेड सेफ चाहिँ यहाँ हो तर नाम खायो हेलो गाइज भन छिटो हाम्रो तुलसीपाडाको क्याप्टेन हाम्रो क्याप्टेन नेमे ओ तै मम्मी पुरै यहाँ हाम्रो मेजले बनाउनु यसको चाहिँ दाची लु दाची पनि पाक्नु पर्यो अनि हौ भाउजू यहाँ श्रीराम मेरो देमा अन्त आम्बो पनि आएको रहेछ त ल अर्को पनि आएको रहेछ यहाँ छ फेरि भान्से बुई आज त 11,000 खाएर त मान्छे त फेरि बेहोस हुन्छ होला त नि के छ स्लाद छ गाइज सबै यहाँ अर्ग्यानिक पत्ताले झोपेछ चिकन ए हजुर भयो आउना हेर नमानेको के हो दुईजना के अनि यस्तो यहाँ मेरो बहिनी 10 वटा पार लाग्यो भर्खर आइपुग्यो गाइज अनि हत्तु भयो होला 10 वटा पार नाग्दा अन्त बाटोघाटोमा भालुहरू भेटेन त बाघ भेटेको हामीले त्यहाँ खोलामा अन्त खोलाले तर्नु सक्छ के सुनिङ गरेको नि हामीले खोला यता पनि काकी देमाहरू सब भेला हुनु भयो अब के छ 10 तोला सुन दस्तुर छ यहाँनिर कुसिली छ कुसिली आज गाडी छ भित्रको बल्ला छुट्टी भएछ किचन क्लोज नमस्कार र आज तपाईहरुले
बोलाउनु भएको हामी आयौँ। अलिकति ढिलो छिटो चाहिँ अब समय चाहिँ अलिकति त्यही अब के कसो भयो होइन, अलिक ढिलो पनि आइपुग्यौँ होला, त्यसमा क्षमा माग्दै। र तपाईँहरूले आउनु भन्नुभयो, तपाईँ अब छोरी ज्वाइँ पनि लिएर आउनु भन्नुभयो, लिएर आएको छौँ। अब यहाँदेखि उता चाहिँ अब के हो अब तपाईँहरूले के भन्नुहुन्छ? अब हामीलाई तपाईँहरूले कहाँ लानुहुन्छ होइन, कहाँ अब बस्नु भन्नुहुन्छ तपाईँहरूले, अब आएर कहाँ बस्नुहोस् भन्नुहुन्छ? दाजु यता किड्डोज आमा कस्तो अरे यो बस्नु छ कोदोबारी, तर कोदो चाहिँ टिपिसकेको छ होइन। साल चाहिँ बहिनीहरू आइपुगेछ होइन, अनि वेलकमहरू गर्दैछौँ। हाम्रो रिचुअल्सहरू हुँदैछ हो, मङ्गल र राईको रिचुअल्स, त्यही भएर रिचुअल्सहरू हुँदैछ हाम्रो होइन। सो या गाइज स्टे ट्युन, आजको भ्लग चाहिँ दामी हुन्छ। कहाँ अरे घर तिम्रो? सोधेको मात्र हो। दुईजना चामल राख्दाखेरि केही सकिँदैन। राम्रो आमा खालको बिचको त झन् त्यस्तो राम्री हो। आम्बो खोइ आम्बो घाम पनि हाँसे त हौ। यति हेर्नु न फेरि एक झलक, तिम्रो एक झलक, तिम्रो एक झलक। हुन्छ त्यसको लागि हजुर, छोरीले ज्वाइँ लिएर आउँदैछ, उनीहरूले फुल राख्नुपर्छ, अक्षत राख्नुपर्छ भन्ने उनीहरूको हातबाट आएन। उनीहरू भित्र सकेपछि भन्दै भन्थ्यो, मजा लाग्यो पहिला गएर पिठो दामी भन्यो। माया गर्दैन नि त मलाई, अन्त यस्तो माया गर्छ मलाई हो। काली भनिदिएको, मलाई काली भन्दैछ, म काली छु। त्यो राम्री छ जाने जात लाने लगेको गएको त अब यसको पछाडि अब जिन्दगी त धेरै छ नि त हौ, भविष्य होइन। र दुईजनाको बिचमा उम्मेद विचारहरू चाहिँ के छ हामीलाई दुईटा कुरा सुनाइदेऊ। हामी पनि अब एकमत भएर काम गर्यो, असल छुट्टा नछुट्नु। तैँले बुझ्यो नि त, आज तैँले लोगिस उहाँहरूको चेली, अब तैँले अब जिन्दगी बिताउनुपर्छ। जिन्दगी बिताउनु भन्दाखेरि अब त्यो जसो तसो गरेर जे पनि हुन्छ भन्दै होइन, एउटा सही प्रकारले बिताउनुपर्छ। आज उहाँहरूलाई चाहिँ तैँले विश्वास दिलाइदिए, तैँले यति कुरोहरू भनेर अब किनभने हाम्रो कसम बाध्य नै यही परे। अब यो चाहिँ हाम्रो मोड मन्दिरमा गएर कसम खाएको बराबरी हो। यो फेरि यो चिजलाई राखेर छुएर तिमीले यस्तो गरेपछि चाहिँ फेरि सदा दिन राम्रो देवालाई छुयो भने भइहाल्छ। पापाले खुट्टा सुन्छ छोएर ढोक्दा भएको ज्वाइँले त्यो बोतल छुनु पर्यो। आज त काप्पो हुन्छ है, कोमाहरू सक्यो भने अझै हाम्रो कोमा अलगै दिदीलाई खुट्टाउनु त्यो हातमा दिनु, दुईटै अर्को पनि दिनु। अनि ज्वाइँलाई चाहिँ अलगै ढोक्नु नि फेरि खुट्टा हुँदैन फेरि
अलगै अलगै भेनालाई अब साडो साडु दाजु मान्नुपर्छ दाजु बुहारी दिनु सम्धिनीले पनि ढोग्नु पर्यो नि त सम्धिलाई यसरी सम्धि र सम्धि अब चाहिँ नभुल्नु है बाटो देखे पनि सम्झिने साहब भनेर चाहिँ नमस्कार गर्ने र यसै केटीहरूले त सबै कुरो मलाई देखाउ के गर्नु त अब क्याट्रिना क्याफ हो नि त हाम्रो बस्तीको मन्दिर लाइनको टुक्रे दार्जिलिङको हो नि त बस्ने चेयर छैन चेयर भएन ओए उता खाली भएको छ त अलिक उतै बसेर खाँदा हुन्थ्यो त यहाँ मेरो बहिनी छ फेरि हल्का चाहिँ खाना जस्ट ट्रेलर हो होइन यसको पनि जस्ट ट्रेलर हो गाइज राउन्ड नि आँटिसक्यो बब्लेको हेलो हाम्रो चाहिँ हल्का छ कालो आयो मान्छे त म गोरी नै हो यो लाइट नभएर चाहिँ काली दिए रहेछ मान्छे त म गोरी नै हो नि नभए खाइ ल भाइ भन्यो बहिनी खायो भनेर है खाना भात ए भात यहाँ फेरि लु सम्धिन खिचिहाल फोटो ए लु है गाइज हामी चाहिँ अब ढोकभेटको आज अन्तिम होइन सक्यो द एन्ड बेहुला बेहुली पनि गयो अब हामी पनि घर लाग्यो चाजा पनि पर्यो अलिक छिटो जाउँ अनि लु गाइज आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई लभ यु अल